हेलो गाइज, वेलकम टु माई भ्लग. इट्स मेरो हेयर. होप सबैजना सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु है. टुडे आम गन मेक अ भ्लग अफ सैलुङ है. अनि आज चाहिँ हामी साथीहरू सैलुङ जान लागेको होइन. 8-9 जना कतिजना हुन्छौँ. हाम्रो मिटअप टाइम चाहिँ 2 बजेको छ. अनि हाम्रो चाहिँ उता चिया खाने ठाउँमा चाहिँ साथीहरू त्यहीँ कुर्नुहुन्छ. सो लेट्स इन्जोय दिस भ्लग. होप इट गन बी फन है. प्याकिङहरू गरिसकेँ. इट्स अल अबाउट माई टुडेज भ्लग. Let's begin. Let's enjoy a ride. फोन कसरी उठाउँछ चलाउने मान्छेले थाहा नै हुन्न. ए कल गर्छ हो. यसरी जाडो भएको छैन. एउटा केटाहरूको यहाँ छ. काले चिया भन्ने हुन्छ. के गरेर खोल्नु पर्यो. सुरेश दाइले सबैले फलो गरौँ न. चिया मिठो छ यार. मलाई देऊ कसैलाई भोक लागेको छैन होइन. अब यत्रो जनाले कन्ट्याक्ट गरेर पनि चलाउनै पर्दैन.
हो त्यो नचला के हुन्छ ल मैले फर्स्टमै कनेक्ट गर्दाखेरि चल्दैन भने मेरोले चल्छ होला अरू अझै त्यस्तै मेरो पनि चल्यो हो मलाई नेटै चाहिँदैन ल यता अग्रज भाइ लाइटर नमस्कार मेरो नाम चाहिँ उमेश राई घर खोटाङ हलेसी तल बसाइ भक्तपुर यस्तो अहिले हामी चाहिँ सँगै ट्रेनिङतिर खाना खाना दिनु त एउटा अहिले खाने आएपछि खाने होइन नि यो रक्सी खाना आएपछि त बोल्नै हो नि खाना आएपछि मोटलिङ मान्छेले त जति बेला जे पनि गर्न सक्छ जाप गरेर होला जस्तो लाग्यो अस्ति मैले अस्ति नै थापिसकेँ पानी त तातेपछि उ गर्ने त हिँड के हो अर्गानिक टोइलेट हो के भन्नु अर्गानिक 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 नै हुन्छ यहाँ चिसोले ढल्ले बजाऊ बजाऊ त्यो पनि भन्नु हो जाऊ तिमी त टुरिस्टै देखिरहेछौ जाऊ जाऊ अगाडि हेर पछाडि हेर न एकचोटि पछाडि ओए म अगाडि हिँड्छु एकछिन त अनि यहाँबाट तल जाने बेला उता बनाउनु पर्छ बगाल देख्छ उतातिर अघि नै बनाउनु पर्ने उता खिच्नुलाई चाहिँ के हो यिनीहरू यो प्लान्ट भिजिट गर्न आए जस्तै गर्छन् नि केटाहरू अब देखौ बाटोतिर भेट्न आउला एक स्यालको ज्वरो त चाहिँ कालो म चाहिँ गोरो त चाहिँ दुइटै म त छोरो तेरो ग्याङसँग सोलो मेरो पाराएको होरो कस्तो खालको ड्रिम उत्र ट्रिप जैसन बाटो सबलाई ठिक नपिट भन्दा नि पिटे पिटे पुछे त टिप ग्याङको पारा अति रेट छ
Thank you.